खाद्य तथा कृषि संगठनको एक देश एक उत्पादन ओसिओपी परियोजना अन्तर्गत नेपालमा अलैँची छानिएको छ, जुन यहाँको प्रमुख निर्यातित उत्पादन हो। विश्वमा प्रति वर्ष 10,000 मेट्रिक टन भन्दा बढी अलैँची उत्पादन हुने गरेको छ। विभिन्न तथ्याङ्क अनुसार विश्वको 50 देखि 80% अलैँची नेपालमा उत्पादन हुन्छ। यहाँ झण्डै 40 जिल्लामा अलैँची खेती गरिने भए तापनि विशेष गरी ताप्लेजुङ, पाँचथर, इलाम जस्ता पूर्वी पहाडी र हिमाली जिल्लाहरूमा अलैँचीको उत्पादन बढी छ। संसारमा जति अहिले उत्पादन भइरहेछ नि 50 देखि 75% यो पूर्वी नेपाल जस्तै सङ्खुवासभा, पाँचथर, ताप्लेजुङ, इलाम, अलिअलि खोटाङमा हल्का सुरु भएछ र जुन त 20 देखि 25% आपूर्ति सिक्किम, भुटानहरू कता कता अलि सुनिएको डाटा अनुसार त्यो हुन्छ। तर एकदम उपयुक्त छ। समुद्र सतहदेखि 700 देखि 1600-1700 सम्म मिटरमा एकदम उपयुक्त हुन्छ र भौगोलिक अवस्था इलाम एकदमै राम्रो छ। जस्तै सङ्खुवासभा पनि एकदम राम्रो छ, पाँचथरमा एकदम राम्रो छ, ताप्लेजुङ राम्रो छ। त्यसैले यो पूर्वी बेल्ट अलैँचीको लागि एकदम उपयुक्त मानिएको छ। नेपालको धेरैजसो अलैँची भारतमा बिक्री हुन्छ, त्यहाँबाट तेस्रो मुलुक जाने गर्दछ। नेपाल, भारत लगायत दक्षिण एसियामा मिठाई र शरबत जस्ता खानेकुरामा अलैँचीको प्रयोग गरिन्छ भने मध्यपूर्वमा पुलाउ, बिरयानी र मासुका परिकारमा यसको प्रयोग गरिन्छ। हाल खाद्य तथा कृषि संगठनले अलैँचीको उत्पादन तथा उत्पादकत्व बढाउने असल कृषि अभ्यास ग्यापका मापदण्ड अनुरूप खेती गर्ने र तेस्रो मुलुकमा निर्यात गराउन सघाउने उद्देश्यले पूर्वी नेपालमा ओसिओपी वान कन्ट्री वान प्रोडक्ट अर्थात् एक देश एक उत्पादन परियोजना लागू गरिरहेको छ। गुड एग्रिकल्चरल प्र्याक्टिसेस एवं असल कृषि अभ्यास भनेको के हो र यसले कृषकहरूलाई कसरी फाइदा पुर्याउन सक्छ त? ग्यापले चाहिँ मुख्यतया 5वटा मोड्युल अन्तर्गत रहेर कार्य गर्दछ। यसमा चाहिँ पहिलो भनेको चाहिँ खाद्य स्वच्छता मोड्युललाई हेर्दछ भने दोस्रोमा चाहिँ यसले वातावरण व्यवस्थापनको कुरालाई हेर्दछ र अर्को चाहिँ गुणस्तरीय उपजको मोड्युललाई हेर्दछ। त्यसका साथसाथै कामदारले चाहिँ उसले गर्दाखेरि काम गर्दै गर्दा उसको सुरक्षाको कुरा, उसको स्वास्थ्यको कुरा र हितका कुराहरूलाई नै यसले समेट्छ र यसका साथसाथै अर्को विभिन्न नियमहरूका मोड्युल भनेर चाहिँ 5वटा मोड्युल अन्तर्गत रहेर काम गर्दछ। वैज्ञानिक कृषि प्रणाली र परम्परागत कृषि प्रणालीमा चाहिँ आकाश र पातालको फरक रहेछ भन्ने कुरा चाहिँ हाम्रो यो तालिमले देखाइसकेको छ। यसमा चाहिँ तपाईँको हामी केमा ढुक्क छौँ भने अबको भोलिका दिनमा यही तालिमलाई आत्मसात गर्दै यो तालिमलाई टेकेर भोलि गएर हामीले अलैँची खेती गर्ने हो भने हामी नेपालमा अलैँची खेतीमा आत्मनिर्भर बन्न सक्छौँ। ग्याप अन्तर्गत ओसिओपी परियोजनाले कृषक पाठशाला सञ्चालन गरिरहेको छ, जसमा कृषकहरू प्रत्येक महिनाको 2 पटक भेटेर यी असल अभ्यासहरू सिक्ने र लागू गर्ने गर्दछन्। हामीले चाहिँ त्यहाँ गरेका क्रियाकलापहरूको सम्पूर्ण रेकर्डहरू राखेका छौँ हैन। त्यसमा हामीले जैविक मलदेखि लिएर जैविक विषादीहरू प्रयोग गर्ने कामहरू, त्यसको विधिहरू अपनाएका छौँ। त्यसको बारे हामीले यहाँ टोटल रेकर्ड राखेका छौँ। अनि पानीको व्यवस्थापन कसरी गर्ने भन्ने सम्बन्ध पनि हामीले यहाँ अन्तिममा राखेका छौँ। असल अभ्यास अन्तर्गत किसानहरूले खेती गर्ने तरिकामा परिवर्तन गरेका छन्। असल अभ्यासमा हामीले सुरु त यो अलैँचीलाई लागेको रोगहरूको उपचार अनि यसलाई आवश्यक खाद्य पदार्थहरूको बारेमै हामीले सिक्यौँ हैन। अब त्यसमा चाहिँ खाद्य पदार्थहरू चाहिँ अब हामीले जस्तै सुडोमोनास, ट्राइकोडर्मा, मेटारेजियम, फोस्फोबुस्टर, नाइट्रो बुस्टर, बिटी, बिबेरियाहरू यिनीहरू नै प्रयोग गर्यौँ। कसरी भने गोठे मलमा त्यसलाई मिसाएर जुन चाहिँ सूक्ष्म जीवाणुहरू हुनु यिनीहरूलाई सक्रिय बनाएर चाहिँ अब जसले चाहिँ उत्पादन राम्रो गराउनको लागि, गुणस्तर बनाउनको लागि र बोटमा सुधार साथै फलहरू नि राम्रो बनाउनको लागि यही कुराहरू सिक्यौँ। यी सबै अभ्यासले अलैँचीको बोटमा सुधार भएको र यसले बढी उत्पादन दिने कृषकहरूको आशा छ। विश्वमा गरिने खेती जुन अभ्यास भइरहेको छ त्यो अभ्यास चाहिँ हामीले आफ्नो ठाउँमा अन द स्पोट पायौँ र धेरै साथीहरूलाई यहाँ संलग्न गराउन हामीले पाएका छौँ। र यसले अलिकति के छ भनेदेखि वातावरण मैत्री र वातावरण कस्तो किसिमको खाद्य वस्तु चाहिँ तयार गर्दाखेरि चाहिँ अब सबैलाई उपयुक्त हुन्छ भन्ने कुरा पनि त्यो भयो। प्रशोधनको कुराहरू पनि त्यहाँ भइरहेको छ र गुणस्तरीय वस्तुहरू उत्पादन गर्नको निमित्त अपनाउनु पर्ने
उत्पादनको सुरुदेखि फसल भित्र्याउन्जेलसम्म र भण्डारण गरुन्जेलसम्मका कुराहरू चाहिँ हामीले यसबाट पाउँछौँ। यो क्षेत्रका धेरैजसो किसानको मुख्य जीविकोपार्जन अलैँचीबाट भए तापनि यस बीचमा अलैँचीमा विभिन्न रोग लागेर फसल कम दिएपछि कतिपय किसानहरू निराश भएका थिए। अलैँचीले यो क्षेत्रको मानिसहरूको बसोबासो जीवनस्तर चाहिँ अलैँची खेतीबाट नै माथि उठेको र त्यस पछाडि अलैँची खेती अलिक फसल कम हुँदै गयो। त्यस पछाडि पनि त्यही अलैँची बारीको रुख गोलिया हरेक उसलाई चाहिँ बिक्री वितरण गरेर मान्छेले सहज ढङ्गमा जीवन जीविकाको माध्यमहरू चलाइरहेको अवस्था छ। इलामको सूर्योदय नगरपालिकामा पनि अलैँचीमा रोग किराको प्रकोप देखिएको छ। अहिले चाहिँ अलैँची तपाईँको हाम्रो भूभागबाट हाम्रो पालिकाबाट चाहिँ धेरै चाहिँ तपाईँको नासिएर गएको छ, सकिएर गएको छ। तर अलैँची विकास केन्द्र यी नै छ। अब कमसेकम अहिले सुरुवात भएको छ र अलैँची अहिले हामीले रोप्न पनि सुरु गरेका छौँ। रोप्दै गर्दा तपाईँको धेरै अब हामीसित प्राविधिक ज्ञानहरू पनि नभएका किसानहरू हुनुहुन्छ। हामीसित धेरै चाहिँ तपाईँको यो रोगले गाँजेका खेती भयो। यो नेसनल प्लान्ट्स डिजिज एन्ड एग्रो एसोसिएट्सले अलैँचीमा देखिएको रोगबारे अनुसन्धान गरेर वैशाख 2081 महिनामा इलामको फिक्कल स्थित अलैँची विकास केन्द्रमा अनुसन्धानको नतिजा सार्वजनिक गरेको थियो। माटोबाट हुने हामीले माटोजनित रोगहरू भन्छौँ, जस्तै गानो कुहिने एउटा मुख्य रोगहरू छन् भने गानो र जरा कुहिने छ भने अहिले आएर चाहिँ यो दडुवा रोगको रूपमा आएको छ। दडुवा रोगमा चाहिँ खास गरेर यो खदेरीको समय परेपछि खदेरीको कारण पनि डढ्ने हुन्छ। तर त्यसमा चाहिँ अब हामीले परीक्षण गर्दाखेरि चाहिँ विभिन्न किसिमका ढुसीहरू पाइएका छन्। अब यो जुन माटोजनित जुन रोग भनियो त्यसमा चाहिँ राइजोक्टोनिया फ्युजारियम ढुसीहरू बढी पाइएको छ। र अर्को रोग भनेको चाहिँ तपाईँको यो भाइरस रोग हो, छिर्के फुर्के भन्ने हुन्छ। तर अहिले चाहिँ यो खासै छैन, धेरै देखिया छैन। असल अभ्यास अन्तर्गत किसानले रासायनिक कीटनाशकको प्रयोग घटाउनका लागि स्थानीय स्तरमा पाइने झारपात प्रयोग गरेर यो जैविक विषादी बनाउँछन्। ड्रममा अनि 8 केजी गोबर मल अनि 8 लिटर पानी, 8 लिटर गौमूत्र अनि पात पतिङ्गा तितो र पिरो अमिलो 8 केजी मल फिटेर बनाएका छौँ। अब त्यसलाई कुवाएर महिनामा 3 पटक युज गर्ने भनेर अलैँचीदेखि लिएर हरेक कृषक गोबर मललाई गर्नको लागि तयारी बनाएका छौँ। यीमध्ये कतिपय रोगलाई समाधान गर्नको लागि ओसिओपी परियोजनाले जैविक विषादीको परीक्षण पनि गरिरहेको छ। हामीले यो अलैँची गानो कुहिने र बोट सुक्ने रोग परीक्षणका लागि यहाँनिर हामीले विभिन्न सूक्ष्म जीवाणुहरू प्रयोग गरेका छौँ र हामीले सूक्ष्म जीवाणुहरू चाहिँ ट्राइकोडर्मा 1 नम्बरसम्म ट्राइकोडर्मा, 2 नम्बरमा सिउडोमोनास र ट्राइकोडर्मा, त्यसै गरी 3 नम्बरमा सिउडोमोनास र 4 नम्बरमा झोलमल प्रयोग गरेर चाहिँ हामीले यो गानो कुहिने साथै यो बोट सुक्ने चाहिँ हामीले रोग उपचार विधि प्रयोग गरेका छौँ। जैविक विषादी प्रयोग गरेका ठाउँमा धेरै अब रोगहरू नियन्त्रण भएका छन्। त्यसै गरी बोटहरू राम्रो वृद्धि विकास, टुसो नलदेखि लिएर फलसम्म अहिलेको रिजल्टले राम्रो देखाइरहेछ। अलैँची खेती असल अभ्यासमा कृषकहरू दक्ष बन्न अग्रसर भएका छन्, जसका कारण उनीहरू पर्यावरण विश्लेषण गरी माटो, खाद्य तत्त्व, रोग किरा, अलैँची बाली व्यवस्थापन निर्णय प्रक्रियामा सक्षम हुन थालेका छन्। विशेष गरी ढुसी तथा छिर्के फुर्के भाइरस जन्य रोगको समस्या समाधान गर्नको लागि ओसिओपीले फिक्कलमै तन्तु प्रजनन प्रयोगशालाको कामलाई सहयोग गरेको छ। तन्तु प्रजनन प्रविधिको चाहिँ मुख्य उद्देश्य भनेको चाहिँ 2टा छ। यसमा चाहिँ हामीले यो लार्ज कार्डेममको प्याथोजन्स फ्री मदर प्लान्ट उत्पादन गर्नु र यो उत्पादनलाई चाहिँ वर्षैभरि एकनास रूपले मास प्रोडक्सनमा लैजाने मेन यसको उद्देश्य। यहाँ उत्पादित बिरुवाहरू अलैँची विकास केन्द्रले निःशुल्क वितरण गर्दै आएको छ।
विशेष गरी अलैँची विकास केन्द्रले अलैँचीको बिजु बिरुवा र तन्तु प्रजनन प्रयोगशालाका बिरुवा उत्पादनदेखि कृषकहरूलाई वितरण गर्ने, विभिन्न जिल्लाहरूमा विभिन्न स्थानीय तहका कृषि शाखा प्रदेशका कृषि ज्ञान केन्द्रहरूसँग समन्वय गरेर नर्सरी पनि स्थापना गर्ने, कृषक तथा प्राविधिकहरूलाई तालिम दिने यस्ता कार्यहरू गर्दै आइरहेको छ। अलैँचीको उत्पादन वृद्धि गर्न ओसिओपी परियोजनाले गरेका कामलाई स्थानीय जनप्रतिनिधि तथा सरकारी अधिकारीले सकारात्मक रूपमा लिएका छन्। अनि हामीले यहाँ जनतासँग सोध्दै गर्दाखेरि पनि उहाँहरूले पनि एकदमै प्रतिफल चाहिँ एकदमै राम्रो भएको र एकदमै यो कार्यक्रमले चाहिँ हामीले गर्ने कृषि क्षेत्रमा चाहिँ एकदमै प्रभावकारी भएको भन्ने कुराहरू चाहिँ उहाँहरूले पनि बताइरहनु भएको छ र यसलाई चाहिँ मैले पनि एकदमै राम्रो रूप लिएको छु। अलैँची खेतीमा सर्पको जोखिम हुने भएकाले विगतमा महिलाहरू अलैँची खेतीमा खासै सक्रिय थिएनन्। ओसिओपी परियोजना लागू भइसकेपछि अलैँची खेतीमा महिलाको सहभागिता बढेको छ। योभन्दा अगाडि चाहिँ हामीले खासै अलैँचीबारीमा गएर महिलाले नै काम गर्नुपर्छ भन्ने हाम्रो कन्सेप्ट थिएन। हाम्रो गाउँघरमा चाहिँ पुरुषले नै अलैँचीबारीमा काम गर्नुपर्ने, उहाँहरूले नै गम्बुट लाएर रेङ्गुट लाएर फाड्नुपर्ने कुरा थियो, मलजल गर्ने कुरा थियो। तर जुन यो अभ्यास आइसकेपछि त्यो होइन रहेछ, त्यो गलत रहेछ, हामी महिलाले पनि त्यो काम गर्न सकिने रहेछ भन्ने चाहिँ हामीमा चाहिँ परिवर्तन आएको छ। हामीलाई यो अलैँची खेतीमा आउँदा यहाँ सामान गम्मुट, पन्जा, र्याङ्कोट अब दिनदिनै पानी पर्छ। अनि यहाँ सर्प जुका चाहिँ अहिलेदेखि नै सुरु भयो लाग्नलाई। हामीलाई अस्ति पनि निकै गाह्रो भयो यहाँ काम गर्दा। अलैँची खेतीमा सक्रिय किसानहरू विभिन्न समस्या भोगिरहेका छन्, जसमध्ये सिँचाइको अभाव मुख्य समस्याका रूपमा रहेको छ। यो अलैँचीमा अब सिँचाइ नभइसकेपछि यो खडेरी लाग्दाखेरि पात डढ्ने अनि अब त्यो बोटै मर्ने अनि खुम्लेहरू लाग्ने, मुनिबाट जराबाट खुम्लेहरू लाग्ने त्यस्तैहरू छ। रोङ गाउँपालिकामा पनि करिब हाम्रो 50% त सिँचाइको सुविधा उपलब्ध छ र 50% क्षेत्रफलमा हाम्रो सिँचाइको उपलब्धता अलि कमी छ। त्यसलाई चाहिँ त्यसको निराकरणको लागि हामीले वैकल्पिक उपाय पनि अवलम्बन गर्न सकिन्छ। जस्तै हाम्रो पूर्वी नेपालमा सबभन्दा बढी पानी पर्छ र बर्खाको पानीलाई रेन वाटर हार्भेस्ट गरेर स्टोर गरेर पनि सङ्कलन गरेर जाडो मौसममा पनि लगाउन सकिन्छ। अर्को भनेको भान्सामा प्रयोग भएको पानीलाई पुनः प्रयोग गर्न पनि सकिन्छ। हामीले रोङ गाउँपालिकाले त्यस्तो योजनाहरू पनि अगाडि सारेको छ र विशेष गरी यो सिँचाइको व्यवस्थामा चाहिँ मूल संरक्षण, वृक्षारोपण लगायतका कार्यहरू गर्न सकियो भने यहाँको सिँचाइको समस्यालाई चाहिँ समाधान गर्न सकिन्छ। सिँचाइ अभावसँगै माटो परीक्षणका आधारमा सन्तुलित खाद्य तत्त्वको प्रयोग नहुनु, गुणस्तरीय बेर्ना अभाव, अलैँची खेतीमा यन्त्रीकरण गर्न नसक्नु अलैँची कृषकहरूले झेल्नु परेका अन्य चुनौतीहरू हुन्। अर्को समस्या अलैँचीको प्रशोधनमा पनि देखिएको छ। धेरैजसो कृषकहरू परम्परागत भट्टीमा अलैँची सुकाउँछन्। अब अलैँची अझै राम्रो पार्नको लागि आधुनिक भट्टीको कुरा छ। अब त आधुनिकबाट सुकाउँदा चाहिँ राम्रो होला जस्तो लाग्छ। किसानहरूको आवश्यकतालाई ध्यान दिँदै आधुनिक धुवाँरहित भट्टीको सम्भावना ओसिओपी परियोजनाले अध्ययन गरिरहेको छ। अलैँची खेतीमा देखिएका विभिन्न समस्याको समाधान पश्चात यसको स्वदेशमा खपत बढाउने तथा तेस्रो राष्ट्रमा निर्यात गर्नुपर्ने आवश्यकता छ। अलिकति कृषकहरूलाई चाहिँ यो बजारीकरणमा, उत्पादन गरेको बजारीकरणमा चाहिँ अलिकति केही न केही समन्वय भूमिका निर्वाह गरिदियो भने र यहाँको कृषकहरूले चाहिँ अहिले चाहिँ 50,000, 60,000, 70,000 रुपियाँ कृषकहरूले पाउँथ्यो र व्यापारीले चाहिँ उहाँहरूले चाहिँ अब 80-90 हजारमा बेचेको पनि पाइन्छ। त्यसैले गर्दाखेरि सम्बन्धित कृषकहरूलाई चाहिँ यसको उचित मूल्य पाओस् भन्ने नै हाम्रो लक्ष्य छ। अन्तिममा चाहिँ पछिल्लो समय व्यवसायीहरूले अलैँचीबाट विभिन्न उत्पादनहरू पनि बजारमा ल्याइरहेका छन्। खानाका परिकार होस् चाहे जुनसुकै चिजहरूमा पनि हामीले चाहिँ त्यसलाई प्रयोग गर्न सक्ने हिसाबले चाहिँ यसलाई 50 ग्राम र 100 ग्रामको प्याकेटमा चाहिँ एउटा अलैँचीको पाउडर बनाएका छौँ। हाम्रो अलैँचीको सिड्सलाई चाहिँ सिल्भर कोटेड गरेर चाहिँ एउटा माउथ फ्रेसनरको रूपमा चाहिँ अहिले निकालेर यी 4वटा प्रोडक्ट छ। र सँगसँगै अहिले पछिल्लो चरणमा चाहिँ हामीले अलैँचीबाट एसेन्सियल ओइल पनि हामीले तयार गरेका छौँ र एसेन्सियल ओइल चाहिँ हामीले मार्केटमा अब ल्याउने चरणमा छौँ। नेपाल दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्रको सदस्य राष्ट्र रहेको छ। यस अन्तर्गत कृषिजन्य वस्तुमा शून्य महसुलको व्यवस्था छ।
तर पनि पाकिस्तानले 42% र बङ्गलादेशले 35% भन्सार लगाउँदै आएका छन्। यही कारण नेपाली व्यापारीले अलैँची निर्यात गर्न भारतमा भर पर्नुपर्ने बाध्यता छ। सिधै तेस्रो मुलुकमा निर्यात गर्दा नेपाली व्यापारीले बढी मूल्य पाउने सम्भावना भए तापनि यसमा केही समस्या रहेका छन्। अब समस्या भन्नाले अब यसमा चाहिँ ट्रेडका कुराहरू भए, अब हाम्रो चाहिँ बाई रोडका कुराहरू भए होइन, यी विभिन्न कारणले गर्दा अहिले हामी त्यो ठाउँमा चाहिँ बाई रोडबाट चाहिँ पठाउन सकिरहेको छैनौँ पछिल्लो चरणमा। तर योभन्दा पहिला हामीले पाकिस्तान पठाएको हो, अरू देशमा पनि पठाएको हो। तर अहिले चाहिँ अब भारतबाट चाहिँ सहज रूपमा त्यो ठाउँसम्म पुग्नलाई समय एकदमै कम लाग्ने, उहाँहरूको ट्रेड चाहिँ दोहोरो ट्रेड भएको कारणले न्यून बिजक भनौँ न, बिजक जारी गर्दा पनि उहाँहरूसँग दोहोरो ट्रेड भएको कारणले उहाँले त्यो अनुसार पनि गर्न सक्ने, अनि उहाँहरूले चाहिँ समयमै त्यो प्रोडक्टहरूलाई चाहिँ समयमै उहाँहरूलाई दिने। यो कारणले गर्दा पनि अहिले चाहिँ जति पनि चाहिँ भारत मार्फतै भएको छ। र केही चाहिँ हामीले एयर कार्गो मार्फत चाहिँ अब युए को कन्ट्रीहरूमा केही पठायौँ, कतारमा पनि पठायौँ। तर अब बाई एयरमा चाहिँ अब अलिकति महँगो पर्ने हुनाले हामीले कम्पिटिसन गर्न चाहिँ अलिकति सकिरहेका छैनौँ। अलैँचीमा लगाउने भन्सारबारे नेपाल सरकारले पाकिस्तान र बङ्गलादेशसँग छलफल गरी आवश्यक पहल गर्न जरुरी छ। अलैँचीको बजारीकरणमा रहेका समस्याबारे ओसिओपी परियोजनाले पनि अध्ययन गरिरहेको छ। अलैँचीको उत्पादन र उत्पादकत्व बढाएर बजार प्रवर्धन गर्न सके यसको सबैभन्दा बढी लाभ किसान र व्यवसायीलाई मिल्नेछ। अलैँची खेतीको सम्भावना अत्याधिक छ। हाम्रो 80% नागरिक अलैँची खेतीमा अभ्यस्त छ र अलैँचीको मूल्य उच्च रहेको र यहाँको हावापानी र भूगोलले सुट गरेको कारणले यसको चाहिँ किसानलाई आर्थिक उपार्जन अथवा आर्थिक रूपमा सक्षम बनाउनको लागि प्रमुख माध्यम अथवा बढी सम्भावना भएको खेतीमा अलैँची पर्छ।